वाउ कैलाश पर्वत खतरा रहेछ यो हाम्रो कैलाश पर्वत प्रवेशद्वार वहाँनिर चाहिँ शिवजी हुनुहुन्छ यो चाहिँ प्रवेशद्वार कैलाश पर्वतको हामीलाई छोडेर चाहिँ जानुहुन्न साथीहरूले मेला छोडेर जाँदा नै गाडी जाँदा गर्नु के नमस्कार कैलाश पर्वत वाउ कस्तो राम्रो यो चाहिँ हाम्रो शिवजी हुनुहुन्छ हजुर उताबाट घुम्दै आउनु पर्ने हो अब उल्टो भयो वाउ वाउ मुख त कस्तो छ आमा कतै गयो नि पैसा दिनलाई यहाँ कम तयारमा हुनुहुन्छ सबैजना ए झऱ्यो उयो बस अब होइन सुरु हुँदैछ हजुर हुनुहुन्छ हामी चाहिँ तामनगरको फिस पार्क होइन हामी चाहिँ यहाँ प्रवेश गरिसकेका छौँ अहिले नयाँ बनेको फिस पार्क नयाँ ठाउँको अवलोकन गर्न आइरहेको छौँ हामी चाहिँ होइन सर अरे खुच्ची हेलो हाई नयाँ ठाउँमा घुम्न आउनुभएको स्वागत छ भन्नेहरू के मैले हेलो हेलो यति हो र हामी कति जानुभएको के छ कल्पना म्याडम नयाँ ठाउँमा आएको छ हाम्रो अहिले बन्दै गरेको हेलो हेलो के लाऊ त छुट्टालाई हजुर परदेशमै गएको चिजलाई पनि नेपालै नपाइने लड्किन्छ र छोडिदेऊ त एक दुईजना लड्किने मान्छेलाई छोडिदिउँ न म्याडम लड्नु भएछ नयाँ रुख के कस्तो शैक्षिक पर्यटकीय एवं धार्मिक स्थलहरूका भ्रमणबाट नेपालभित्रकै आन्तरिक पर्यटन प्रोग्राम
एवं विद्यार्थीहरूलाई स्थलगत रूपमा खोज विधिबाट शैक्षिक ज्ञान प्राप्त गराउने उद्देश्यका साथ विद्यालयले हाम्रो पूर्वी जिल्ला रुचिन्द्र गाउँपालिका वडा नम्बर 1 भट्कुवामा अवस्थित श्री भट्कुवा आधारभूत विद्यालयबाट 30 जना विद्यार्थी हामी चाहिँ अहिले जाँदैछौँ कैलाश पर्वततिर। अरू चाहिँ उता जानुभएको हो। वाउ कैलाश पर्वत कत्रा रहेछ। यो हाम्रो कैलाश पर्वत प्रवेशद्वार। वहाँनिर चाहिँ शिवजी हुनुहुन्छ। यो चाहिँ प्रवेशद्वार कैलाश पर्वतको। हामीलाई छोडेर चाहिँ जानुहुन्न साथीहरूले। यसलाई छोडेर जाँदैन है, गाडीमा त गन्लान् के। नमस्कार। कैलाश पर्वत वाउ कस्तो राम्रो। यो चाहिँ हाम्रो शिवजी हुनुहुन्छ। हेलो, हाम्रो चाहिँ अहिले खाना खाने टाइम भइरहेछ। नानी बाबुहरू कस्तो खायो खाना? टेस्ट गर्नु भएन? हेरिराख्नु भयो खाना कस्तो भयो भनेको। कस्तो खानुभयो, चाख्नुभयो? चाहिँ ठ्याक्कै 6 बजे यहाँ सिजी टेम्पलमा आइपुगेको छौँ। एकदम बाटो चाहिँ अप्ठ्यारो ढुलो रहेछ। के छ सर? हजुर ढिलो आउनु भयो आज। गुरा कति वाला नहीं ना। वेलकम बैक सीजी टेम्पल। नो नहीं नहीं त्यसमा आएको है। कस्तो हुन्थ्यो होला है सर? आउँदा आउँदै भयो 10:30 भन्ने भयो के सुन्दै। सर हजुर म यहाँ कार्यालयको छेउछाउतिर छु सर। यता शाश्वत धामतिर एउटा कर्मचारी हो र गएर ढोकन उहाँले ढोकन तपाईँ आउनु सर। कल्पना हो कि हैन? कस्तो गाई ओर्जिनल गाई? के 9 मुठे गाई। आमा पानी रहेछ त यहाँ वरिपरि त। एक्लै हुँदैन, सुस्ताइ नि सुस्त। भगवानलाई नमस्ते भन्दै हिँड्नु छ है। म यहाँ चल्नु पर्दैन। फोटो खिच्दै आर्यन आर्यन मनीष एकछिन घुमेर त्यसपछि बासोबासी ठाउँमा जाने हो। केही छैन हैन। बाबु
यता हेर त यो चाहिँ आरती सुरु हुँदै रहेछ आर्यन मन्जुराम भिडियो हजुर फोटो नै भिडियो ल आसके धमी ल उताबाट घुम्दै आउनु पर्ने हो अब उल्टो भयो यहाँ चाहिँ कोसेली घर रहेछ यहाँ चाहिँ एकदम ठुलो घडी रहेछ के वाच हो कस्तो राम्रो है घडी झर्ने लोट घडी कत्रो लाग्यो सबभन्दा ठुलो होइन हेलो गुड मर्निङ सौराहा चितवन आइसकेको छौँ हामी चाहिँ अब चाहिँ घुम्न जानलाई तयारीमा छौँ हेलो नानी बाबुहरू चाहिँ यहाँ पुरा लाइनमा बस्नु भयो गुड मर्निङ गाइज हेर यहाँ सिगारिँदै हुनुहुन्छ अझै सिगारिँदै हुनुहुन्छ मायालाई सिन्दुर राखिदिँदै यसमा सफारी गर्दैछु सरले चाहिँ यहाँ सबैजनाको फोटो खिच्दै हुनुहुन्छ हेलो कहाँ जाँदैछौँ हामी बाई बाई होइन अहिले त्यहाँसँगै घुम्नु हामीलाई चाहिँ आफै बाई सूर्यको उदय भएको छ यहाँतिर
साइजको हाराहारीमा टाइगर छ बाघ इमेजिन गर्नु देख्नलाई कति गाह्रो होला किन सोच्नु त हात्ती र खरायो जरायो चम्काबेर भएको भाइ गाइड गर्दै हुनुहुन्छ हजुरको नाम के होला दाइ स्मल पार्ट हो चितवन नेसनल पार्क हो है चाहिँ फरेस्ट है त्यसलाई बफर जोन हो है एरिया हेर्ने हो भने चाहिँ 552 हेक्टर रहेको छ यो चाहिँ 3 टाइप्स अफ भेजिटेसनहरू पाइने हुन्छ ग्रासल्यान्ड विटल्यान्ड फरेस्ट है फर्स्ट अफ अल चाहिँ हामी फरेस्ट प्लस रिभर साइड प्लस ग्रासल्यान्ड चाहिँ भिजिट गर्ने हुन्छौँ चितवन नेसनल पार्कमा चाहिँ 68 टाइप्स अफ म्यामल्सहरू पाइने हुन्छ त्यसमा एजोलकिली चिम्पुल्ने टाइमिङ र एनिमलहरू निक्लिने टाइमिङ चाहिँ ठ्याक्क मिल्यो भने देखिने भयो है बर्ड्सहरू देखिने हुन्छ होइन रेप्टाइल्सहरू है नयाँ नौलो कुराहरू देख्नु भयो भने क्रोकोडाइल्स है 24 स्पेसिस अफ क्रोकोडाइल्सहरू पाइने हुन्छ नेपालमा चाहिँ 2 स्पेसिस अफ क्रोकोडाइल्स पाइने हुन्छ है त्यसमध्ये चाहिँ यो एउटा हो घडियाल है वनहरूलाई त्यति हार्म हुँदैन जस्ट फिस खाने हुन्छ फिस आइस है यो चाहिँ पानीभन्दा बाहिर किन आउने हुन्छ थाहा छ हजुरहरूलाई थाहा छ त्यसलाई थाहा छ है टेम्परेचर मेन्टेन गर्नको लागि चाहिँ पानीभन्दा बाहिर आउने हुन्छ है 7 मिटर वेट भनेको 700 केजीसम्म हुने हुन्छ नि वाटरमा बस्ने हुन्छ अहिले चाहिँ होइन अब ट्युबवेल क्लियर गरिसकेपछि चाहिँ गरिसकेपछि यहाँ आएर नाइट स्टेहरू गर्न सक्नुहुन्छ है इन्डिभिजुअल आएर है ग्रुपमा आएर पोसिबल हुँदैन नाइट भिजनहरू नाइट साउन्ड डियरहरूको कलिङ साउन्डहरू होइन धेरै नै एडभेन्चर हुन्छ वाटर फ्लोको साउन्डहरू बर्ड्सहरूको है नाइटको टाइममा एनिमल सानोतिरै होइन नि त यो त तपाईँको वाइल्डलाइफ हो होइन 95 चितवन नेसनल पार्कमा पाइने चाहिँ सेकेन्ड लार्जेस्ट म्यामल्समा पर्ने हुन्छ है आफ्टर डाइनोसोरस पछिको चाहिँ राइनोसोरस हो है डाइनोसोरस डिसअपियर भइसक्यो यो चाहिँ हुने अवस्थामा रहेको छ है वर्ल्डमा चाहिँ लगभग 5 काइन्ड अफ राइनोसहरू पाइने हुन्छ हजुर अहिले चाहिँ पुगेको छ एउटा चाहिँ डिसअपियर भइसक्यो व्हाइट राइनो है एउटा मात्र चाहिँ अफ्रिकामा त्यो चाहिँ लास्ट इयर चाहिँ डेथ भयो त्यसको है त्यसपछि चाहिँ नेपालमा वाटर डाइनोसोरस पाइने हुन्छ है डाइनोसोरस बेङ्गल टाइगर इन्डियन र मामल्सहरू चाहिँ बर्ड्स
लाइनमा पर्ने हुन्छ यिनीहरू चाहिँ ठुल्ठुलो स्नेकहरू स्नेल फ्रग फिस यसको चाहिँ मेन फुड हो है चाहिँ रेसिडेन्सी बर्ड हो यो मनहरू चाहिँ बच्चा भएको टाइममा अनि कलरहरू लाइटिङ कलरहरू येल्लो रेड भाइ यस्तो कलरहरू देख्दा चाहिँ रिसाउने हुन्छ है यिनीहरू चाहिँ मासिक येल्लो रेड व्हाइटकै लाइटिङ कलर क्या नम्बरमा डार्क कलर भन्दा लाइटिङ यिनीहरूको चाहिँ म्यासिभ बडी हुन्छ है टाइगरहरूको आर्मर कभर स्किन हुन्छ है लाइफ स्पेन भनेको चाहिँ लगभग 40 देखि 45 वर्ष हुन्छ उसलाई चाहिँ हामीले पैसा दिँदैछु मैले यो यता खै यता 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 आऊ लु 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 वाउ वाउ मुख त कस्तो छ आमा कतै गयो नि पैसा दिनलाई यहाँ कम तयारमा हुनुहुन्छ सबैजना ए झर्यो उयो अल्छी लाग्यो त्यसलाई के त्यो स्योर हाम्रो आर्यनले छुनु पाएन है ए दिपक ए दुईटै रहेछ ए यो पनि हम्बी भरोस नै हो है एलिफेन्टहरू पनि अहिले चाहिँ माइन्ड फ्रेस गर्नु कि अहिले लेखेर माइन्डलाई चाहिँ अब सुन्नु म भन्छु तपाईँ लेख्नुहुन्छ है ए कस्तो राम्रो यिनीहरू चाहिँ सोसल हुने हुन्छ है ग्रुपमा बस्ने हजुर साउन्डहरू है पर भाइ हामी डराउँछौँ नि त 952.63 स्क्वायर किलोमिटर मङ्की देयर इज मङ्की है 52.63 स्क्वायर कहाँ देख्नुभयो मङ्की हाम्रो भेडाएर भइरहन्छ भेडाएर हाम्रो भइरहन्छ यिनीसित हो यिनीलाई भेडाउनु भन्दा छोडै छोड्नु अब टाइगर एउटा माग छैन फरक होइन अब टाइगरले बाइनला हान्छौँ त हामीले यहाँ हान्ने हान्नुलाई यो चाहिँ मिर्गो भनेको चाहिँ एउटा फ्यामिली हो है त्यो भित्र पर्ने चाहिँ स्पटेड डियर है यहाँ चाहिँ 4 काइन्ड अफ डियरहरू पाइने हुन्छ त्यसमध्ये यो एउटा नेपालीमा चाहिँ चित्तल भनिन्छ यसलाई है ओरेन्ज कलरको चाहिँ व्हाइट कलर स्पट हुनुहुन्छ सेकेन्ड लार्जेस्ट डियर चितवन नेसनल पार्कमा पाइने एबभ 75 एबभ चाहिँ यसको वेट हुने हुन्छ है 5 केजी हजुर यो चाहिँ सोसल हुने हुन्छ
every year चाहिँ 2 times चाहिँ ब्रिडिङ हुन्छ यिनीहरूको है यो चाहिँ यहाँ पाइने चाहिँ सबैभन्दा धेरै म्यामल्स यही नै हो चिताको पपुलेसन के है के देख्नुभयो पार्किङ डियर हो त्यति नै हुने हुन्छ यो चाहिँ डियर फ्यामिलीमा पाइने चाहिँ ओम्निभोरस डियर हो है यसले सबै कुराहरू खान्छ है 275 people कति हो 30 हो 30 रहेछ 3200 गर्ने 30 रहेछ दुई बढी भन्नुभएछ ए बाहिर होइन चाहिँ मन्दिर रहेछ जङ्गलको बिचमा यहाँ चाहिँ हामीले मागेको कुरा आफूले आश गरेको चिताएको कुराहरू चाहिँ पुरा हुन्छ अरे मन्दिरमा त्यसैले हामी चाहिँ मन्दिरतिर लागिरहेछौँ हेलो हेलो छुट्टिएर दुईजना कता हो हाई हाई कोले के माग्नुहुन्छ मलाई भन्नु आफूले आँटेको कुरा पुरा हुन्छ अरे यो मन्दिरमा ओके यस्तो राम्रै आउने उहाँ पनि उहाँलाई लिँदै हुनुहुन्छ बच्चाहरू चाहिँ यहाँ अनि यस्तो जङ्गलको बिचमा यस्तो हामी चाहिँ अब टाइगरको पर्खाइमा छौँ त्यतिबेला देखिन्छ नानीहरूलाई के देख्न पाए हुन्थ्यो जस्तो लागिरहेको अहिले बाघ ओके अनि एकदम के भन्छ इच्छा पुरा मागेको इच्छा पुरा हुने मन्दिरमा गएर आफ्नो इच्छा पनि माग्यो होला सायद म त मागेँ ल के हजुरहरू पनि आउनुहुन्छ ल हेर्नु म चाहिँ यस्तै गर्नुपर्छ कि कोले के माग्नु भयो भन्न मिलेन है साउन्डहरू आउने के है यो टाइममा चाहिँ अन्त यहाँ चाहिँ ठुलो मान्छेहरू आएर हेर्दाखेरि चाहिँ देवीको बास छ भनेर चाहिँ यहाँ मन्दिर बनाएको थियो कि त्यो मन्दिरको ठ्याक्कै अपोजिट चाहिँ एउटा ठुलो रुख थियो कलर गरेको याद गर्नुभयो त्यो चाहिँ रुद्राक्षको बोर्ड हो रुद्राक्षको बोर्ड हो महादेवको प्रतीकको रूपमा लिइने हुन्छ है र चिसापानीको चाहिँ ओरिजिन भनेको धेरै टाढा छैन लगभग 200 मिटर उता जमिनबाट निक्लेको पानी हो क्या है त्यो पानी स्किन प्रब्लमहरू भयो भने ठिक हुन्छ भने आस्थाहरू रहेको छ पहिले भन्नु पर्ने थाहै भएन पानीको यो जोड्नेहरू दुखेको ठिक हुन्छ अरे यो प्लान्ट भुइँमा बनाना अर्किड हुन्छ कि है लाइक बनाना ठिक हुन्छ हो यसले सर्केको मर्केको भनौँ न त्यस्तो होइन त्यो कस्तो जोइन भनेको भात चाहिँ दुख्दैन
कतिको मजा लगाइरह नानीहरूलाई सुस्ता सुस्ता भन्नु न चाहिँ फुल इन्जोय लिइरहेको छ यहाँ जङ्गलमा जङ्गलै त भन्ने होला नि होइन जङ्गल हिँडेपछि धेरै रहन्छ त्यस्तो ए ठुलो बिचरा करिना यही हुनु रहेछ नदेखेको आहा भनेर ट्याङ्गा हो क्या पिम्पल्सहरुको लागि त्यो पेस्ट हुन्छ नि ओइलमा मिक्स गरेको त्यसलाई चाहिँ ए छोरो पनि काखैमा आइछ नेक्स्ट अर्को अरे कि अर्को होइन पछाडिको चाहिँ फिमेल अगाडिको मेल है त्यसले आलुमिनियममा चाहिँ टर्चहरू हुन्छ नि त्यो चाहिँ मेलको मात्र हुन्छ यो पुरै एरियालाई के भन्नुभयो थियो नाम होइन कि यो पुरै देखिएको के देखिएको के उता चिट्याउन राष्ट्रिय निकुञ्ज सौराष्ट्र कार्यालयको हात्ती हेर्न हिँडिरहेको छु अहिले Don't touch me हो गया यसरी पनि राख्नु पर्छ अलिकति मात्र तर सबै हुनु पर्ने के त ठाउँमा नि यसले धेरै नखाएर हो यसलाई छोड्दिने नि ताङ साथीले यहाँ कति गरेर
हजुरहरू मेरो भिडियोमा बोले यहाँ राम्रो अहिले खिचेको चाहिँ मूर्ति उहाँ चाहिँ रियल घाम त